भन्ने मात्र त्यो किताब नि लिए चाहिँ लाम्चो लाम्चो त्यो खतिवटा हो त को खासमा त्यो जेलमा परेको हो के खतिवटा दियो त्यो खगेन्द्र खतरा हैन अफो त जाँदा काइले बा ढिला आइन झ्याप्पै निन्द्रा त लाग्दैन एकछिन मोबाइल चलाउने बानी छ मोबाइल चलाएको ठ्याक्कै यता फोन गर्नुभयो भन्न त हाम्रो बुढोले मलाई एक दिन आउनलाई भेन यहाँ एक दिन माइत बस्नलाई दिनभरि घाँस काट्नु हुन्थ्यो त्यो मिलनलाई हेऱ्यो आउने अन्त मेरो घर चाहिँ ब्लाउज लिएर जायो ESTRN आएबाट खान थालेको नन स्टप के ओहो नि खाएको खाइ खाने माइत भनेको त्यही हो नि खाइराख्ने कति भएर टाइम लागे ल जाउला त नि आएर रोटी ल भेला यो पनि आउनु भयो आउ यो भयो अब एउटा पापड खानु मासु खायो अलि भएन उसे त या खायो फेरि पापडको रात ल्याएको र पानी दिएला नि सबै लैदियो ले रोटी सोटी सबै कलेज पाक्दैन हैन भोलि तिर्खला है आन्न भोलि तिहार भोलि माथि आएर खाने हैन कहाँ हुन्छ क्युआरमा एकाउन्टमा हुन्छ के एकाउन्टमा हुन्छ क्युआरमा मासु पुछ्नु पर्छ जिमी त जो दियालाई तिहारको भात पठाइन्छ भने फोन नम्बर तेल थाहा छैन मेरो थाहा कति हाल्दिन्छु भने तिहारमा हाल्दै भन्नुपर्छ कि है तिहारको खातामा कति हाल्दिन्छु भने खा त खै पनि कति हाल्दै रहेछ त्यही हाल्दैन अलि धेरै पठाइदिन्छ दिएर कमा दिएको त्यही भनेर मैले मेरो आनी आछु त्यस्तो नि छ माछा हाम्रो सन्तानै माछा पुछे कति हाल्दियो यसो धेरै हुँदैन है अर्कोमा त अस्ति ल्याएको 4 वटा गयो धेरै त्यसको एटीएम कार्ड कस्तो दामी छ नि है त्यही पापड हटाउँदै जानुपर्छ ल त्यो डस्टबिन के रे त्यो डस्टबिन ब्याग छ है त्यहाँ माथि लिएर बच्चा हाल्ने मान्छे छ नि है पुजी अब चिया बनाउनु यहाँ बनाउनु त्यसलाई चिया नि काट्नु भिडियो नै डिलिट गरिदिन्छ लोड छ अहिले युट्युबको गाइडलाइन हुन्छ त आफ्नो कपिराइट भनेको चाहिँ के हो खासमा यस्तो हुन्छ के त्यो ब्याग कति रन्किएछ के तेल है त्यही पुत्यो छुटिन्छ त्यही भनेको त पुरा सासुरे सेप पनि बनेछ ल कहाँबाट जोड्छु र कहाँ टुङ्गे खाने अलि तातिनुपर्छ जेरी अफ टप भनिन्छ मलाई त के हेर्नु के मलाई मनपर्छ अनमोल त टिफिन के अरे हस्पिटलको होइन कि त्यसको आएन कि त्यसको हेर्नु मन अहिले हस्पिटल हुन्छ कबड्डीमा हस्पिटल भनेको हो र
हामी एक्टिङ गर्छ तेरो त इरामा म त एकदम इरामा त्यो मर्दाखेरि बिग फ्यान हो त्यो दुईटैको बिग फ्यान हो कि त्यो दुईटैको सकल छैन फेरि एक्टिङ क्या दामी हो खगेन्द्रको पनि दामी नै मन पर्छ मलाई कस्तो दाइ त्यो डाली यता ल्याउनु त हजुर त्यो थाल पनि यता राखिदिनु तिहारमा चाहिँ रोटी पोल्दा चाहिँ मलाई 6 मिनटतिर राख्दिन पर्छ क्या यस्तो रोटी हालेको यो छुट्टै ठाउँमा आएको छु छुट्टै ठाउँबाट आएको छु यो चाहिँ